पछिल्लो समय नेताहरू स्वप्न दोषले ग्रसित छन्। राति सपनामा राजालाई चौकीमा लगेको, हत्कडी लगाएको, सोधपुछ गरेको, केरकार गरेको सपनाहरू देख्न थालेका छन्। एमालेका नेता ईश्वर पोखरेलले राजालाई तिनकुने घटनाको मास्टरमाइन्ड ग्रान्ड डिजाइनर भनिरहेका छन्। भाटबटिनी कब्जा गर्नेलाई नि के मास्टरमाइन्ड भनिरहेके? बुढाको मास्टरमाइन्ड बन्ने त्यो बार नै लास्टै लो रहेछ के। हामी त सिंहदरबार कब्जा नगरिकन मास्टरमाइन्ड भन्दैनौँ। हाम्रो फन्टुस बा चाहिँ सभा सम्बोधन गर्दै हिँडिरहेका छन्। बाले भनेका छन्, राजा आएर प्रधानमन्त्री बन्ने अरे, बरु पशुपतिका बाँदरलाई प्रधानमन्त्री बनाइदिए हुन्छ। जातिवादी बुढा, बालुवाटारको बाँदर र पशुपतिको बाँदर एउटै हो, यस्तै मान्छे हो के भ्याली बाहिरको मान्छेको चाहिँ इङ्ग्लिस कमजोर हुन्छ भनेर भन्दै हिँड्ने। रुन्चे प्रचण्ड रातारात बुद्धमा परिणत भएका छन्। उनले भनेका छन्, मैले अहिलेसम्म एकजना मान्छेलाई पनि पिटेको छैन। कुन दिन बुढाले भन्ने छन्, म प्रचण्ड होइन, म प्रचण्डको जुडुवा भाइ प्रशान्त हो। राजाले नयाँ वर्षको उपलक्ष्यमा गन्थन सुनाएका छन्। धेरै पछि स्कुलको भाइस प्रिन्सिपलले डिसिप्लिन सिकाएको जस्तो फिल भयो। स्कुल नगएका नेताहरूलाई कस्तो फिल भयो होला है? कमेन्ट सेक्सनमा भन्नु होला। श्री पशुपतिनाथले सबैको रक्षा गरून्। धन्यवाद।